एबीसी न्यूज तपाईले आफ्नो फोनमा हेर्न र पढ्न सक्नुहुन्छ। एबीसी न्यूज नेपाल डाउनलोड गरी मोबाइलमा टिभी हेर्नुहोस्। एबीसी न्यूज नेपाल मोबाइल एप्स एन्ड्रोइड एन्ड iOS। एबीसी न्यूज नेपाल डाउनलोड योर फोन। Sponsored by Jagadamba Premium Chakiata. Real Burst Apple, light and refreshing. YY Quick Chicken Pizza, Sida Choice. Prime Blade बाट बनेको शाखाको टोर स्टिल र TMT छड नै प्रयोग गरौँ। New Look BB Cream for my perfect look. LG Smart Inverter 2.0 Refrigerator. Taste the feeling. एक्युरेसी, ब्यालेन्स, क्रेडिबिलिटी, यो हो एबीसी न्यूज। म प्रकाश चन्द्र दाहाल। कार्यक्रम हो अपरेसन बिग न्यूज। सत्य समाचार खोज्ने, तथ्य प्रस्तुत गर्ने र प्रस्तुतिलाई सन्तुलित बनाउने हाम्रो प्रतिज्ञा हो। यही प्रतिज्ञा पूरा गर्ने खरो प्रयास हो अपरेसन बिग न्यूज। जनसरोकारका हरेक विषयलाई हामी बिग न्यूज बनाउँछौँ र हरेक बिग न्यूजको अन्तर्कथा खोज्दै दर्शकका अगाडि अपरेसन गर्छौँ। फरक समाचार र गहिरो समाचार दिने हाम्रो प्रयास निरन्तर जारी छ। दर्शकहरू, कुनै पनि मानिस जन्मने बित्तिकै सब थोक जानेको हुँदैन। अबोध मानसिकता लिएर जन्मिएको मानिसले सबैभन्दा पहिले आफ्नो परिवारबाटै सिकाइको सुरुवात गर्छ। कतिपय कुरा यस्ता हुन्छन् जुन जन्मदै लिएर आएको हुन्छ। बाबुआमाको रगतमा भएका केही गुण मानिसमा जन्मजात हुने गर्दछन् भने धर्मप्रतिको आस्था र विश्वास पनि मानिसले जन्मदै लिएर आएको हुन्छ। कतिपयले ती स्वभावलाई आफू बुझ्ने भएपछि परिवर्तन गर्ने गर्छन् भने कतिपयले त्यसैलाई जिउने आधार पनि बनाउने गर्दछन्। यसै मध्येको एउटा आस्था धार्मिक विश्वासको पनि हो। अधिकांश मानिस जन्मकै आधारमा धर्म र संस्कार अँगाल्छन् भने कतिपय बिकाउ भएका उदाहरण पनि छन् हामीसँग। अझ राजनीतिक दलका नेताहरूको धार्मिक आस्था र विश्वास कस्तो होला भन्ने धेरैको जिज्ञासाको विषय हुन सक्छ। आजको बिग न्यूजमा हामी प्रस्तुत गर्छौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको धार्मिक आस्था र जन्म कुण्डली अनुसार देउबाको राजनैतिक भविष्यवाणी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा प्रजातन्त्र स्थापनाको 3 दशकमा 3 पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्। सुदूर पश्चिमको विकट जिल्ला डडेलधुरा जिल्लाबाट राजनीति सुरु गरेका देउबाले पछिल्लो पटक कांग्रेस भित्रको कोइराला परिवारको विरासत तोड्दै पार्टी 2 कार्यकालका लागि कब्जा गरेको विश्लेषण पनि भइरहेको छ। 2004 साल जेठ 30 गते रुवाखोला डडेलधुरामा जन्मिएका देउबाको राजनैतिक अनुभव र योगदानको चर्चा गर्छौं। अब नेपाली राजनीतिको सबैभन्दा पुरानो पार्टी हो नेपाली कांग्रेस। बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने नेपाली कांग्रेस 2007 सालपछिका हरेक परिवर्तन र घटनाक्रममा जोडिँदै आएको छ। नेपाली राजनीतिक मञ्चमा नेपाली कांग्रेसले जहिले पनि आफूलाई उभ्यायो, तर कांग्रेस कहिले आलोचना त कहिले प्रशंसाको पात्र पनि बन्यो। केही समय अघिसम्म कांग्रेस भनेको कोइराला परिवार र कोइराला परिवार भनेकै कांग्रेस भन्ने बुझाइ पनि विद्यमान थियो। तर तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि कांग्रेसमा एक युगको अन्त्य नै भयो। कांग्रेसको 13औं महाधिवेशनबाट सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउबाको उदय भयो। उनले रामचन्द्र पौडेललाई पराजित गरे, तर नेपाली राजनीतिमा सधैँभरि आलोचनाको केन्द्रमा रहे देउबा। देउबा हिन्दू धर्म मान्दै आएका छन्। धर्मकर्ममा उनको सानैदेखिको रुचि हो। राजाको प्रधानमन्त्री खानेदेखि मुलुकलाई डुबाउने महाकाली सन्धि लगायतका सम्झौता उनैको कार्यकालमा भए। सुदूरपश्चिमको विकट डडेलधुरा जिल्लाबाट राजनीति गरेका देउबा अहिले मुलुकको पहिलो पार्टीको सभापति सहित संसदमा प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा स्थापित छन्।
गृहमन्त्री र पटक पटक गरी 3 पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता देउबा 2048, 2051 र 2056 का संसदीय निर्वाचनमा डडेलधुरा जिल्लाबाट तथा 2064 मा संविधान सभाको निर्वाचनमा डडेलधुरा र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 4 बाट निर्वाचित भएका थिए। दोस्रो संविधान सभा निर्वाचनमा उनी डडेलधुरा र कैलाली क्षेत्र नम्बर 5 बाट निर्वाचित भए। विद्यार्थी आन्दोलनबाट कांग्रेस राजनीतिमा होमिएका देउबा नेपाल विद्यार्थी संघका प्रथम सभापति समेत हुन्। विक्रम सम्वत 2051 मा भएको मध्यावधि चुनावपछि उनी नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व गर्दै 2052 मा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए। विक्रम सम्वत 2059 मा दोस्रो पटक प्रधानमन्त्री भएका देउबा र त्यसको 2 वर्षपछि 2061 सालमा पुनः प्रधानमन्त्री बने। कांग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति बनेका थिए भने नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको एकतापछि उनी कांग्रेसको वरिष्ठ नेता भए। उनको जन्म 2004 साल जेठ 30 गते रुवाखोला 80 ग्राम 5 डडेलधुरामा भएको हो। त्रिविबाट राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक। उनी लन्डन स्कुल अफ इकोनोमिक्सका रिसर्च फेलो रहिसकेका छन्। एक छोराका पिता र देउबाकी पत्नी आर्जु अहिले व्यवस्थापिका संसदकी सदस्य छिन्। 2052 सालदेखि हालसम्म 3 पटक प्रधानमन्त्री बन्न सफल देउबा 2064 देखि 2068 सम्म सोशलिस्ट इन्टरनेसनलका उपाध्यक्ष समेत भएका थिए। 2069 देखि हालसम्म सो संगठनको एसिया क्षेत्रको अध्यक्ष र अन्तर्राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी देउबाले सम्हाल्दै आएका छन्। राजनीति शास्त्रमा स्नातकोत्तर गरेका देउबाले 2059 सालमा कांग्रेस पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेस पनि गठन गरेका थिए। पार्टी एकीकरण भएपछि उनले सभापतिको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिएनन्। यसअघि 2 वटा महाधिवेशनबाट सभापतिको उम्मेदवारी दिए पनि उनी पराजित भएका थिए। प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक गरी 10 वर्ष जेल जीवन बिताएका देउबाले कोइराला परिवारको एक छत्र रात तोड्दै सभापति बन्न सफल भएका छन्। कांग्रेस संस्थापक नेता बीपी कोइरालासँग लामो संगत गरेका देउबा थोरै बोल्ने र छिटो निर्णय गर्ने क्षमता राख्छन्। विजय भएसँगै उनको अगाडि ठूलो चुनौती पनि छ। पार्टी एकीकरणपछि भातृ संगठनको निर्वाचन अझै हुन सकेको छैन। पार्टीमा सबैलाई मिलाएर लैजानुपर्ने चुनौती उनको अगाडि खडा छ। एबिसी रिपोर्टर केशवराज जोशी, काठमाडौँ। देउबा आफूलाई जहिले पनि राजनीतिको केन्द्रमा राख्न चाहन्छन्। त्यसै कारण उनले 2059 सालमा तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाको समानान्तर हैसियतमा कांग्रेस प्रजातान्त्रिक नामक पार्टी नै सञ्चालन गरे। नेपाली कांग्रेस भनेकै कोइराला परिवार हो भन्ने जस्ता भनाई देउबाले कहिल्यै स्वीकार गरेनन्। विद्रोही स्वभावका देउबा प्रधानमन्त्री भएका समयमा समेत माओवादी विरुद्ध लडाईँ लड्न भारतबाट हतियार ल्याउनु पर्ने बाध्यता तोड्दै रुसबाट हतियार ल्याउने निर्णय गर्न पछि परेनन्। हक्की स्वभावका देउबाको धर्मप्रतिको आस्था र विश्वास देखाउँछौं एकैछिनको ब्रेकपछि। एबीसी न्यूज तपाईले आफ्नो फोनमा हेर्न र पढ्न सक्नुहुन्छ। एबीसी न्यूज नेपाल डाउनलोड गरी मोबाइलमा टिभी हेर्नुहोस्। एबीसी न्यूज नेपाल मोबाइल एप्स एन्ड्रोइड एन्ड आइओएस। एबीसी न्यूज नेपाल डाउनलोड योर फोन। ब्रेकपछि पुनः स्वागत छ। तपाईं अपरेसन बिग न्यूजमा हुनुहुन्छ र आज हामी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको धार्मिक आस्था र जन्म कुण्डली अनुसारको राजनैतिक भविष्यवाणी गरिरहेका छौं। कांग्रेस सभापति देउबा पनि अन्य मानिस जस्तै धर्म कर्ममा विश्वास राख्छन्। उनी हिन्दू धर्मका पुजारी हुन्। उनी श्रीमतीको दबावमा मात्रै मन्दिर जाँदैनन्। मनमा शान्ति मिल्ने भन्दै समय समयमा धार्मिक भ्रमण समेत गर्ने गरेका छन्। उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा मन्दिर निर्माण गर्न राम्रै आर्थिक सहयोग गरेका छन्। देउबाको वास्तुशास्त्र प्रतिको विश्वास पार्टी सभापति हुने बित्तिकै आफ्नो कार्यकक्षको वास्तु मिलाउन गरेको कार्य नै पर्याप्त छ। समग्रमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको धार्मिक आस्था र विश्वास कस्तो छ र देउबाको धार्मिक आसक्ति देखाउँछौं अब। कांग्रेस सभापति देउबा धर्म कर्मको मामिलामा निकै आसक्त छन्। उनी हिन्दू धर्मका हरेक चाडपर्व मनाउँदै आएका छन्। दशैं तिहारदेखि सुदूरपश्चिमकै मौलिक पर्वमा पनि उनको उपस्थिति रहने गरेको पाइन्छ। आफ्नै गृह जिल्ला डडेलधुरामा रहेको उग्रतारा मन्दिरमा पनि देउबा बेला बेला आशीर्वाद लिन पुग्ने गरेका छन्।
त्यसो त सुदूरपश्चिममा धर्मकर्ममा निकै लगाव पाइन्छ, त्यसैले पनि होला देउबा धार्मिक नेता नै हुन्। यद्यपि उनी कांग्रेस नेता खुमबहादुर खड्का जस्तै हिन्दू धर्मको खुलेआम प्रचार भने गर्दैनन्। यहाँसम्म कि उनी पार्टी सभापतिमा निर्वाचित भएपछि केन्द्रीय कार्यालयमा नयाँ कार्यकक्ष बनाउन लगाएका छन्। वास्तुशास्त्रीले पुरानो कार्यकक्ष अशुभ भनेपछि उनले 3 वटा कोठा भत्काएर वास्तुशास्त्र अनुसार नयाँ बनाउन समेत लगाएका थिए। देउबाले 13औं महाधिवेशनबाट निर्वाचित भएपछि सभापतिको कार्यकक्ष छोडेर आफै बस्ने कोठा रोजेका थिए, तर वास्तुशास्त्रीले अशुभ भनेपछि यसअघिका महामन्त्री प्रकाशमान सिंहको, नयाँ कोषाध्यक्ष सीतादेवी यादव र मुख्य सचिव ऋषिकेश तिवारीको कार्यकक्ष फोडेर व्यवस्थित र भव्य कार्यकक्ष बनाउन लगाएका हुन्। यसैबाट प्रष्ट हुन्छ देउबाको धार्मिक मोह। केन्द्रीय कार्यालयका कर्मचारीदेखि नेतासम्मले सुझाव दिएपछि सभापति देउबाले आफ्नो कार्यकक्ष वास्तुविद डाक्टर माधव बङ्गाल जोशीलाई कार्यकक्षको वास्तु हेराउन लगाएका थिए। वास्तु हेराउने दिन केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई पनि बोलाइएको थियो। 4 चैतमा जोशीले वास्तु हेरेपछि 5 चैतमा पहिलो बैठक बस्नुअघि देउबाले नयाँ कार्यकक्ष बनाउने ठाउँको निरीक्षण गरेर हुन्छ राम्रो बनाउनु होला भनेका थिए। सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउबाले बसन्तपुर स्थित तलेजु भवानीको मन्दिर दर्शन गरेका थिए। तलेजु मन्दिर वर्षको 1 दिन महानवमीमा मात्र खुल्छ, तर देउबाका लागि चैत 15मै तलेजुको ढोका खोलिएको थियो। देउबा दम्पतिका लागि कांग्रेस कार्यकर्ताहरूले तलेजु भवानी मन्दिरको दर्शन व्यवस्था मिलाएका थिए। तलेजु भवानी मन्दिरको दर्शन गर्नुअघि उनले जीवित देवी कुमारी, आकाश भैरव र मरु गणेशको दर्शन गरेका थिए। गजुर बिनाको मन्दिर भनेर चिनिने मरु गणेशको पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। पार्टीको 13औं महाधिवेशनमा पनि देउबा आकाश भैरव लगायतको दर्शन गरेका थिए। सभापतिमा निर्वाचित भए लगत्तै उनले पशुपतिनाथ मन्दिरको पूजाआजा समेत गरेका थिए। हिन्दू धर्म मान्ने सबैले भगवान आराध्यदेव शिवलाई विशेष महत्त्व दिन्छन्। देउबा पारिवारिक स्रोतका अनुसार देउबाले हिन्दू शास्त्रमा उल्लेख भएका सबै कुरा भ्याएसम्म पूरा गर्छन्। एबिसी रिपोर्टर केशवराज जोशी, काठमाडौँ। देउबा कसैको आग्रहबाट भन्दा पनि आफ्नै भित्री आत्मादेखि आएको प्रेरणाबाट मठ मन्दिर धाइरहेका छन्। उनी कट्टर हिन्दूवादी भए पनि संविधान निर्माणका क्रममा उनी महत्त्वपूर्ण भूमिकामा नभएका कारण आफ्नो इच्छा पूरा गराउन नपाएको चर्चा नभएको होइन। उनी धार्मिक आस्था र विश्वास राख्छन्, त्यसैले आफ्नो पुरोहित मार्फत चाडपर्व तथा अन्य पर्वहरूमा देव कर्म गर्ने गरेका छन्। यति भन्दै गर्दा देउबाको चिना कस्तो होला, अझै उनी कति पटक प्रधानमन्त्री बन्लान्, ज्योतिष शास्त्रले गरेको देउबाको राजनैतिक भविष्यवाणी देखाउँछौं एकैछिनको ब्रेकपछि। एबीसी न्यूज तपाईले आफ्नो फोनमा हेर्न र पढ्न सक्नुहुन्छ। एबीसी न्यूज नेपाल डाउनलोड गरी मोबाइलमा टिभी हेर्नुहोस्। एबीसी न्यूज नेपाल मोबाइल एप्स एन्ड्रोइड एन्ड आइओएस। एबीसी न्यूज नेपाल डाउनलोड योर फोन। ब्रेकपछि पुनः स्वागत छ। तपाईं अपरेसन बिग न्यूजमा हुनुहुन्छ र आज हामी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको धार्मिक आस्था र जन्म कुण्डली अनुसारको राजनैतिक भविष्यवाणी देखाइरहेका छौं। जन्म कुण्डली भन्ने बित्तिकै हरेक मानिसलाई आफ्नो भाग्य र भविष्यको बारेमा जान्ने इच्छा हुन्छ नै। अझै 3 पटक देशको प्रधानमन्त्री भइसकेका व्यक्तिको जन्म कुण्डली जान्न कसलाई मन हुन्न र? नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका शेरबहादुर देउबाको जन्म कुण्डली कस्तो होला? उनी कुन नक्षत्र, कुन घडी र कुन पलामा जन्मिएका होलान्? आगामी दिनमा उनको राजनैतिक भविष्य कस्तो होला? अब कति पटक देशको प्रधानमन्त्री बन्लान्? पार्टी सञ्चालनमा देउबा सफल होलान् या असफल? उनको जन्म कुण्डली के भन्छ त? त्यसो त नेपालमा नेताहरूको भविष्यवाणी हुँदै आएको छ। भविष्यवाणी मिल्छ कि मिल्दैन त्यो अलग कुरा हो। विज्ञानलाई मान्नेहरू ज्योतिषको भविष्यवाणीमा विश्वास गर्दैनन्, तर आध्यात्म र वास्तुशास्त्रमा विश्वास गर्नेहरूले भने ज्योतिषहरूको वा ज्योतिष शास्त्रका हरेक कुरामा विश्वास गर्दै नतमस्तकसम्म हुन्छन्। देशको असफलता वा सफलतासँग हर्ताकर्ता नेताहरूको कुण्डलीको सम्बन्ध होला कि नहोला यो आम चासोको विषय हो। ज्योतिष कृष्ण भण्डारी देउबाको कुण्डलीबाट देउबा आँटिलो व्यक्ति भएको मान्छन्। सिंह लग्न, मकर राशि, लग्नमा सूर्य र शुक्र, बाणीमा बुध, छैठौं चन्द्रमा र केतु, राज्य भावमा मंगल, एकादश भावको शनि, द्वादश भावमा बृहस्पति र राहुको गुरु चाण्डाल योग देखिन्छ।
शिरको सूर्य अत्यन्तै पराक्रमी, आँटी, निडर स्वभावको उहाँलाई देखाउँछ। शुक्रसँग बसेको कारणले गर्दा शौखिनता पनि उहाँमा प्रशस्तै भेटिन्छ। बोलीको कारक ग्रह बुध वाणीमा बस्नु, बोलीको प्रभाव त रहनु तर बोलीमा केही कमी कमजोरी रहनु बुधकै कारणले गर्दा भएको देखिन्छ। भण्डारीका अनुसार देउबाको कुण्डलीलाई विश्लेषण गर्दा उनी आकर्षक व्यक्तित्वका धनी बालक कुलदीप हुन्। उनको कर्मस्थानमा मङ्गल छ। ज्योतिषका अनुसार देउबा बौद्धिक रूपमा कमजोर कुण्डली भएका व्यक्ति हुन्। चन्द्रमासँग केतु बस्नु अस्थिर मानसिकता रहिरहन्छ। राज्य भावको मङ्गलले बालक कुलदीपक कुलको दीपक बनाउने अवस्था पनि देखिएको छ। एकादश भावको शनि जुन अत्यन्तै उहाँको जन्मकुण्डलीमा महत्त्वपूर्ण राजयोग सिर्जना गरेको छ। द्वादश भावको बृहस्पति राहुले गुरु चाण्डाल योगको संज्ञा दिन्छ। विशेष गरी गलत व्यक्तिले उहाँलाई गलत सल्लाह दिएको कारण कहिलेकाहीँ उहाँ आफू निराशामा पर्ने गर्नुहुन्छ। 6औं स्थानमा चन्द्र रहेका कारण उनको मन पनि कमजोर छ। ज्योतिष शास्त्रमा 6औं स्थानमा चन्द्रमा हुनेबाट कुराहरू सहजै फुत्काउन भने कठिन हुन्छ। पत्नी स्थानको मालिक शनि 12औं तथा आय स्थानमा भएका कारण देउबाले पत्नीकै कारण आय आर्जन भने गर्न सक्छन्। उनको अहिले चलिरहेको दशा उनका लागि अनुकूल देखिन्न। अहिलेसम्म जे जस्तो भए पनि केही समय नकारात्मक दशाको सामना गर्नुभयो। अहिले उहाँलाई 65 दशा अन्तर्गत रहँदाखेरि बुधको दशा चलिरहेको छ। बुधको अन्तरमा बृहस्पतिको दशा सकिएर शनि सुरु भएको छ। शनिले उहाँलाई विभिन्न पद प्रतिष्ठाहरू दिलाउनेछ। त्यसै गरी योगिनी दशा अन्तर्गत रहँदाखेरि उहाँको जन्मकुण्डलीमा अहिले सिद्धको दशा सुरु हुनै लागिसकेको छ। सिद्धले उहाँलाई धन सम्पत्ति आर्थिक क्षेत्रमा राम्रो गर्नेछ। विशेष गरी पद प्रतिष्ठा पनि उहाँलाई राम्रो दिलाउने अवस्था सिर्जना गरेको छ। पत्नी स्थानको मालिक एकादश स्थानमा जानु पत्नीको कारणले गर्दा आर्थिक क्षेत्रमा ठुलो सपोर्ट मिलेको देखिन्छ। विशेष गरी छिमेकी टाढा नजिकका सबै देशहरूबाट उहाँलाई पर्याप्त सहयोग प्राप्त हुनेछ। विश्वन्तरी अन्तर्गतको बुधको अन्तरमा राहुको दशा उनीमाथि छ। यो दशा राउन्जेल उनलाई कुनै लाभ हुने देखिन्न। यद्यपि यो ज्योतिषको निजी दाबी हो। राजनीतिमा हरेक कुरा परिवर्तनशील छ। ज्योतिष शास्त्रमा विश्वास गर्ने देउबाका लागि यो वर्ष शुभ देखिँदैन। देउबाका पछिल्ला असफलतालाई पनि संयोग मात्रै मान्न सकिन्न। जसरी पनि ओली सरकार ढाल्ने योजना बनाएका देउबाले प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा अघि पनि सारे, तर अन्त्यमा प्रचण्डले ओलीसँग 9 बुँदे सम्झौता गर्दै देउबालाई छाडिदिए। यसबाट पनि देउबाको ग्रहदशा शुभसँग नचलेको भन्ने ज्योतिषको भविष्यवाणीमा दम देखिन्छ। एबिसी रिपोर्टर केशवराज जोशी, काठमाडौँ। दर्शकहरू, ज्योतिष शास्त्रमा विश्वास गर्ने देउबाका लागि वर्ष 2073 त्यति राम्रो देखिँदैन। ज्योतिष शास्त्रले भनेका कतिपय कुरा देउबाको वास्तविक जीवनमा मेल खाएको छ। किनकि देउबा सभापति हुने बित्तिकै ओली सरकार ढाल्न चालेको कदम असफल हुनु देशी विदेशी शक्तिको चलखेलको कारणले मात्रै होइन। यति बेला देउबा माथि राहुको दशा चलिरहेको छ, जसको कारण देउबा 73 सालमा सफल हुने सम्भावना कम भएको जन्म कुण्डलीले देखाएको छ। तर पत्नी स्थानको मालिक शनि 12औं तथा आय स्थानमा भएका कारण देउबाको आय आर्जन भने यो वर्ष राम्रै हुने देखिएको छ। यो शास्त्रले जे भने पनि हामीले कर्ममा नै विश्वास गर्नुपर्छ। हेरौं देउबाको आगामी भविष्य कस्तो रहला। ज्योतिष शास्त्रले देउबाको भविष्य जस्तो देखाए पनि बाँकी जीवन सफलताको शुभकामना। अपरेसन आजलाई यही सकिन्छ। भोलि बिग न्यूजको अर्को अपरेसन गर्नेछौँ। तपाईँ हट न्यूज र बिग न्यूजका लागि एबिसी न्यूज हेर्दै गर्नुहोला। नमस्ते। Sponsored by Jagadamba Premium Chakiata. Real burst apple, light and refreshing. YY Quick Chicken Pizza, Sida Choice. प्राइम ब्लेडबाट बनेको शाखाको टोर स्टिल र टिएमटी छड नै प्रयोग गरौँ। New Look BB Cream for my perfect look. LG Smart Inverter 2.0 Refrigerator.
taste the feeling. एबीसी न्यूज तपाईले आफ्नो फोनमा हेर्न र पढ्न सक्नुहुन्छ। एबीसी न्यूज नेपाल डाउनलोड गरी मोबाइलमा टिभी हेर्नुहोस्। एबीसी न्यूज नेपाल मोबाइल एप्स एन्ड्रोइड एन्ड आइओएस। एबीसी न्यूज नेपाल डाउनलोड योर फोन। सुदूरपश्चिममा धर्मकर्ममा निकै लगाव पाइन्छ, त्यसैले पनि होला देउबा धार्मिक नेता नै हुन्। यद्यपि उनी कांग्रेस नेता खुमबहादुर खड्का जस्तै हिन्दू धर्मको खुलेआम प्रचार भने गर्दैनन्। यहाँसम्म कि उनी पार्टी सभापतिमा निर्वाचित भएपछि केन्द्रीय कार्यालयमा नयाँ कार्यकक्ष बनाउन लगाएका छन्। वास्तुशास्त्रीले पुरानो कार्यकक्ष अशुभ भनेपछि उनले 3वटा कोठा भत्काएर वास्तुशास्त्र अनुसार नयाँ बनाउन समेत लगाएका थिए। देउबाले 13औं महाधिवेशनबाट निर्वाचित भएपछि सभापतिको कार्यकक्ष छोडेर आफै बस्ने कोठा रोजेका थिए, तर वास्तुशास्त्रीले अशुभ भनेपछि यसअघिका महामन्त्री प्रकाशमान सिंहको, नयाँ कोषाध्यक्ष सीतादेवी यादव र मुख्य सचिव ऋषिकेश तिवारीको कार्यकक्ष फोडेर व्यवस्थित र भव्य कार्यकक्ष बनाउन लगाएका हुन्। यसैबाट प्रष्ट हुन्छ देउबाको धार्मिक मोह। केन्द्रीय कार्यालयका कर्मचारीदेखि नेतासम्मले सुझाव दिएपछि सभापति देउबाले आफ्नो कार्यकक्ष वास्तुविद डाक्टर माधव बङ्गाल जोशीलाई कार्यकक्ष वास्तु हेराउन लगाएका थिए। वास्तु हेराउने दिन केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई पनि बोलाइएको थियो। 4 चैतमा जोशीले वास्तु हेरेपछि 5 चैतमा पहिलो बैठक बस्नुअघि देउबाले नयाँ कार्यकक्ष बनाउने ठाउँको निरीक्षण गरेर हुन्छ राम्रो बनाउनु होला भनेका थिए। सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउबाले बसन्तपुर स्थित तलेजु भवानीको मन्दिर दर्शन गरेका थिए। तलेजु मन्दिर वर्षको एक दिन महानवमीमा मात्र खुल्छ, तर देउबाका लागि चैत 15मै तलेजुको ढोका खोलिएको थियो। देउबा दम्पतिका लागि कांग्रेस कार्यकर्ताहरूले तलेजु भवानी मन्दिरको दर्शन व्यवस्था मिलाएका थिए। तलेजु भवानी मन्दिरको दर्शन गर्नुअघि उनले जीवित देवी कुमारी, आकाश भैरव र मरु गणेशको दर्शन गरेका थिए। गजुर बिनाको मन्दिर भनेर चिनिने मरु गणेशको पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। पार्टीको 13औं महाधिवेशनमा पनि देउबा आकाश भैरव लगायतको दर्शन गरेका थिए। सभापतिमा निर्वाचित भए लगत्तै उनले पशुपतिनाथ मन्दिरको पूजाआजा समेत गरेका थिए। हिन्दू धर्म मान्ने सबैले भगवान आराध्यदेव शिवलाई विशेष महत्त्व दिन्छन्। देउबा पारिवारिक स्रोतका अनुसार देउबाले हिन्दू शास्त्रमा उल्लेख भएका सबै कुरा भ्याएसम्म पूरा गर्छन्। एबीसी रिपोर्टर केशवराज जोशी, काठमाडौँ। देउबा कसैको आग्रहबाट भन्दा पनि आफ्नै भित्री आत्मादेखि आएको प्रेरणाबाट मठ मन्दिर धाइरहेका छन्। उनी कट्टर हिन्दूवादी भए पनि संविधान निर्माणका क्रममा उनी महत्त्वपूर्ण भूमिकामा नभएका कारण आफ्नो इच्छा पूरा गराउन नपाएको चर्चा नभएको होइन। उनी धार्मिक आस्था र विश्वास राख्छन्, त्यसैले आफ्नो पुरोहित मार्फत चाडपर्व तथा अन्य पर्वहरूमा देव कर्म गर्ने गरेका छन्। यति भन्दै गर्दा देउबाको चिना कस्तो होला, अझै उनी कति पटक प्रधानमन्त्री बन्लान्, ज्योतिष शास्त्रले गरेको देउबाको राजनैतिक भविष्यवाणी देखाउँछौं एकैछिनको ब्रेकपछि। एबीसी न्यूज तपाईले आफ्नो फोनमा हेर्न र पढ्न सक्नुहुन्छ। एबीसी न्यूज नेपाल डाउनलोड गरी मोबाइलमा टिभी हेर्नुहोस्। एबीसी न्यूज नेपाल मोबाइल एप्स एन्ड्रोइड एन्ड आइओएस। एबीसी न्यूज नेपाल डाउनलोड योर फोन। ब्रेकपछि उनले सभापतिको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिएनन्। यसअघि 2वटा महाधिवेशनबाट सभापतिको उम्मेदवारी दिए पनि उनी पराजित भएका थिए। प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक गरी 10 वर्ष जेल जीवन बिताएका देउबाले कोइराला परिवारको एक छत्र रात तोड्दै सभापति बन्न सफल भएका छन्। कांग्रेस संस्थापक नेता बीपी कोइरालासँग लामो संगत गरेका देउबा थोरै बोल्ने र छिटो निर्णय गर्ने क्षमता राख्छन्। विजय भएसँगै उनको अगाडि ठूलो चुनौती पनि छ। पार्टी एकीकरणपछि भातृ संगठनको निर्वाचन अझै हुन सकेको छैन। पार्टीमा सबैलाई मिलाएर लैजानुपर्ने चुनौती उनको अगाडि खडा छ। एबीसी रिपोर्टर केशवराज जोशी, काठमाडौँ। देउबा आफूलाई जहिले पनि राजनीतिको केन्द्रमा राख्न चाहन्छन्। त्यसै कारण उनले 2059 सालमा तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाको समानान्तर हैसियतमा कांग्रेस प्रजातान्त्रिक नामक पार्टी नै सञ्चालन गरे। नेपाली कांग्रेस भनेकै कोइराला परिवार हो भन्ने जस्ता भनाई देउबाले कहिल्यै स्वीकार गरेनन्। विद्रोही स्वभावका देउबा प्रधानमन्त्री भएका समयमा समेत माओवादी विरुद्ध लडाईँ लड्न भारतबाट हतियार ल्याउनु पर्ने बाध्यता तोड्दै रुसबाट हतियार ल्याउने निर्णय गर्न पछि परेनन्। हक्की स्वभावका देउबाको धर्मप्रतिको आस्था र विश्वास देखाउँछौं
एकैछिनको ब्रेकपछि। एबीसी न्यूज तपाईले आफ्नो फोनमा हेर्न र पढ्न सक्नुहुन्छ। एबीसी न्यूज नेपाल डाउनलोड गरी मोबाइलमा टिभी हेर्नुहोस्। एबीसी न्यूज नेपाल मोबाइल एप्स एन्ड्रोइड एन्ड आइओएस। एबीसी न्यूज नेपाल डाउनलोड योर फोन। ब्रेकपछि पुनः स्वागत छ। तपाईं अपरेसन बिग न्यूजमा हुनुहुन्छ र आज हामी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको धार्मिक आस्था र जन्मकुण्डली अनुसारको राजनैतिक भविष्यवाणी गरिरहेका छौं। कांग्रेस सभापति देउबा पनि अन्य मानिस जस्तै धर्म कर्ममा विश्वास राख्छन्। उनी हिन्दू धर्मका पुजारी हुन्। उनी श्रीमतीको दबावमा मात्रै मन्दिर जाँदैनन्, मनमा शान्ति मिल्ने भन्दै समय समयमा धार्मिक भ्रमण समेत गर्ने गरेका छन्। उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा मन्दिर निर्माण गर्न राम्रै आर्थिक सहयोग गरेका छन्। देउबाको वास्तुशास्त्र प्रतिको विश्वास पार्टी सभापति हुने बित्तिकै आफ्नो कार्यकक्षको वास्तु मिलाउन गरेको कार्य नै पर्याप्त छ। समग्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको धार्मिक आस्था र विश्वास कस्तो छ र देउबाको धार्मिक आसक्ति देखाउँछौं अब। कांग्रेस सभापति देउबा धर्म कर्मको मामिलामा निकै आसक्त छन्। उनी हिन्दू धर्मका हरेक चाडपर्व मनाउँदै आएका छन्। दशैं तिहारदेखि सुदूरपश्चिमकै मौलिक पर्वमा पनि उनको उपस्थिति रहने गरेको पाइन्छ। आफ्नै गृह जिल्ला डडेलधुरामा रहेको उग्रतारा मन्दिरमा पनि देउबा बेला बेला आशीर्वाद लिन पुग्ने गरेका छन्। पुनः स्वागत छ। तपाईं अपरेसन बिग न्यूजमा हुनुहुन्छ र आज हामी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको धार्मिक आस्था र जन्मकुण्डली अनुसारको राजनैतिक भविष्यवाणी देखाइरहेका छौं। जन्मकुण्डली भन्ने बित्तिकै हरेक मानिसलाई आफ्नो भाग्य र भविष्यको बारेमा जान्ने इच्छा हुन्छ नै। अझै 3-3 पटक देशको प्रधानमन्त्री भइसकेका व्यक्तिको जन्मकुण्डली जान्न कसलाई मन हुन्न र। नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका शेरबहादुर देउबाको जन्मकुण्डली कस्तो होला? उनी कुन नक्षत्र, कुन घडी र कुन पलामा जन्मिएका होलान्? आगामी दिनमा उनको राजनैतिक भविष्य कस्तो होला? अब कति पटक देशको प्रधानमन्त्री बन्लान्? पार्टी सञ्चालनमा देउबा सफल होलान् या असफल? उनको जन्मकुण्डली के भन्छ त? त्यसो त नेपालमा नेताहरूको भविष्यवाणी हुँदै आएको छ। भविष्यवाणी मिल्छ कि मिल्दैन त्यो अलग कुरा हो। विज्ञानलाई मान्नेहरू ज्योतिषको भविष्यवाणीमा विश्वास गर्दैनन्, तर आध्यात्म र वास्तुशास्त्रमा विश्वास गर्नेहरूले भने ज्योतिषहरूको वा ज्योतिषशास्त्रका हरेक कुरामा विश्वास गर्दै नतमस्तकसम्म हुन्छन्। देशको असफलता वा सफलतासँग हर्ताकर्ता नेताहरूको कुण्डलीको सम्बन्ध होला कि नहोला यो आम चासोको विषय हो। ज्योतिष कृष्ण भण्डारी देउबाको कुण्डलीबाट देउबा आँटिलो व्यक्ति भएको मान्छन्। सिंह लग्न, मकर राशि, लग्नमा सूर्य र शुक्र, बाणीमा बुध, छैठौं चन्द्रमा र केतु, राज्य भावमा मंगल, एकादश भावको शनि, द्वादश भावमा बृहस्पति र राहुको गुरु चाण्डाल योग देखिन्छ। शिरको सूर्य अत्यन्तै पराक्रमी, आँटी निडर स्वभावको उहाँलाई देखाउँछ। शुक्रसँग बसेको कारणले गर्दा शौखिनता पनि उहाँमा प्रशस्तै भेटिन्छ। बोलीको कारकग्रह बुध बाणीमा बस्नु, बोलीको प्रभाव त रहनु, तर बोलीमा केही कमी कमजोरी रहनु बुधकै कारणले गर्दा भएको देखिन्छ। भण्डारीका अनुसार देउबाको कुण्डलीलाई विश्लेषण गर्दा उनी आकर्षक व्यक्तित्वका धनी बालक कुलदीप हुन्। उनको कर्मस्थानमा मंगल छ। ज्योतिषका अनुसार देउबा बौद्धिक रूपमा कमजोर कुण्डली भएका व्यक्ति हुन्। चन्द्रमासँग केतु बस्नु अस्थिर मानसिकता रहिरहन्छ। राज्य भावको मंगलले बालक कुलदीपक, कुलको दीपक बनाउने अवस्था पनि देखिएको छ। एकादश भावको शनि जुन अत्यन्तै उहाँको जन्मकुण्डलीमा महत्त्वपूर्ण राजयोग सिर्जना गरेको छ। द्वादश भावको बृहस्पति राहुले गुरु चाण्डाल योगको संज्ञा दिन्छ। विशेष गरी गलत व्यक्तिले उहाँलाई गलत सल्लाह दिएको कारण कहिलेकाहीँ उहाँ आफू निराशामा पर्ने गर्नुहुन्छ। छैठौं स्थानमा चन्द्र रहेका कारण उनको मन पनि कमजोर छ। ज्योतिष शास्त्रमा छैठौं स्थानमा चन्द्रमा हुनेबाट कुराहरू सहजै फुत्काउन भने कठिन हुन्छ।
पत्नी स्थानको मालिक शनि 12औं तथा आय स्थानमा भएका कारण देउबाले पत्नीकै कारण आय आर्जन भने गर्न सक्छन्। उनको अहिले चलिरहेको दशा उनका लागि अनुकूल देखिन्न। अहिलेसम्म जे जस्तो भए पनि केही समय नकारात्मक दशाको सामना गर्नुभयो। अहिले उहाँलाई 30 गते रुवाखोला डडेलधुरामा जन्मिएका देउबाको राजनैतिक अनुभव र योगदानको चर्चा गर्छौं। अब नेपाली राजनीतिको सबैभन्दा पुरानो पार्टी हो नेपाली कांग्रेस। बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने नेपाली कांग्रेस 2007 सालपछिका हरेक परिवर्तन र घटनाक्रममा जोडिँदै आएको छ। नेपाली राजनीतिक मञ्चमा नेपाली कांग्रेसले जहिले पनि आफूलाई उभ्यायो, तर कांग्रेस कहिले आलोचना त कहिले प्रशंसाको पात्र पनि बन्यो। केही समय अघिसम्म कांग्रेस भनेको कोइराला परिवार र कोइराला परिवार भनेकै कांग्रेस भन्ने बुझाइ पनि विद्यमान थियो। तर तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि कांग्रेसमा एक युगको अन्त्य नै भयो। कांग्रेसको 13औं महाधिवेशनबाट सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउबाको उदय भयो। उनले रामचन्द्र पौडेललाई पराजित गरे, तर नेपाली राजनीतिमा सधैँभरि आलोचनाको केन्द्रमा रहे देउबा। देउबा हिन्दू धर्म मान्दै आएका छन्। धर्मकर्ममा उनको सानैदेखिको रुचि हो। राजाको प्रधानमन्त्री खानेदेखि मुलुकलाई डुबाउने महाकाली सन्धि लगायतका सम्झौता उनैको कार्यकालमा भए। सुदूरपश्चिमको विकट डडेलधुरा जिल्लाबाट राजनीति गरेका देउबा अहिले मुलुकको पहिलो पार्टीको सभापति सहित संसदमा प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा स्थापित छन्। गृहमन्त्री र पटक पटक गरी 3 पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता देउबा 2048, 2051 र 2056 संसदीय निर्वाचनमा डडेलधुरा जिल्लाबाट तथा 2064 संविधान सभाको निर्वाचनमा डडेलधुरा र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 4बाट निर्वाचित भएका थिए। दोस्रो संविधान सभा निर्वाचनमा उनी डडेलधुरा र कैलाली क्षेत्र नम्बर 5बाट निर्वाचित भए। विद्यार्थी आन्दोलनबाट कांग्रेस राजनीतिमा होमिएका देउबा नेपाल विद्यार्थी संघका प्रथम सभापति समेत हुन्। विक्रम सम्वत 2051 भएको मध्यावधि चुनावपछि उनी नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व गर्दै 2052 पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए। विक्रम सम्वत 2059 दोस्रो पटक प्रधानमन्त्री भएका देउबा र त्यसको 2 वर्षपछि 2061 सालमा पुनः प्रधानमन्त्री बने। कांग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति बनेका थिए भने नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको एकतापछि उनी कांग्रेसको वरिष्ठ नेता भए। उनको जन्म 2004 साल जेठ 30 गते रुवाखोला 80 ग्राम 5 डडेलधुरामा भएको हो। त्रिविबाट राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक। उनी लन्डन स्कुल अफ इकोनोमिक्सका रिसर्च फेलो रहिसकेका छन्। एक छोराका पिता र देउबाकी पत्नी आर्जु अहिले व्यवस्थापिका संसदकी सदस्य छिन्। 2052 सालदेखि हालसम्म 3 पटक प्रधानमन्त्री बन्न सफल देउबा 2064 देखि 2068 सम्म सोशलिस्ट इन्टरनेसनलका उपाध्यक्ष समेत भएका थिए। 2069 देखि हालसम्म सो संगठनको एसिया क्षेत्रको अध्यक्ष र अन्तर्राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी देउबाले सम्हाल्दै आएका छन्। राजनीति शास्त्रमा स्नातकोत्तर गरेका देउबाले 2059 सालमा कांग्रेस पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेस पनि गठन गरेका थिए। पार्टी एकीकरण एबीसी न्यूज तपाईले आफ्नो फोनमा हेर्न र पढ्न सक्नुहुन्छ। एबीसी न्यूज नेपाल डाउनलोड गरी मोबाइलमा टिभी हेर्नुहोस्। एबीसी न्यूज नेपाल मोबाइल एप्स एन्ड्रोइड एन्ड आइओएस। एबीसी न्यूज नेपाल डाउनलोड योर फोन। Sponsored by जगदम्बा प्रिमियम चकियाडा। Real burst apple, light and refreshing. YY Quick Chicken Pizza, सीधा choice. प्राइम ब्लेडबाट बनेको शाखाको टोर स्टिल र टीएमटी छड नै प्रयोग गरौँ। New Look BB Cream for my perfect look. LG Smart Inverter 2.0 Refrigerator. Taste the feeling. एक्युरेसी, ब्यालेन्स, क्रेडिबिलिटी, यो हो एबीसी न्यूज। म प्रकाश चन्द्र दाहाल। कार्यक्रम हो अपरेसन बिग न्यूज। सत्य समाचार खोज्ने, तथ्य प्रस्तुत गर्ने र प्रस्तुतिलाई सन्तुलित बनाउने हाम्रो प्रतिज्ञा हो। यही प्रतिज्ञा पूरा गर्ने खरो प्रयास हो अपरेसन बिग न्यूज। जनसरोकारका हरेक विषयलाई हामी
बिग न्यूज बनाउँछौं र हरेक बिग न्यूजको अन्तरकथा खोज्दै दर्शकका अगाडि अपरेसन गर्छौं। फरक समाचार र गहिरो समाचार दिने हाम्रो प्रयास निरन्तर जारी छ। दर्शकहरू, कुनै पनि मानिस जन्मने बित्तिकै सब थोक जानेको हुँदैन। अबोध मानसिकता लिएर जन्मिएको मानिसले सबैभन्दा पहिले आफ्नो परिवारबाटै सिकाइको सुरुवात गर्छ। कतिपय कुरा यस्ता हुन्छन् जुन जन्मदै लिएर आएको हुन्छ। बाबुआमाको रगतमा भएका केही गुण मानिसमा जन्मजात हुने गर्दछन् भने धर्मप्रतिको आस्था र विश्वास पनि मानिसले जन्मदै लिएर आएको हुन्छ। कतिपयले ती स्वभावलाई आफू बुझ्ने भएपछि परिवर्तन गर्ने गर्छन् भने कतिपयले त्यसैलाई जिउने आधार पनि बनाउने गर्दछन्। यसै मध्येको एउटा आस्था धार्मिक विश्वासको पनि हो। अधिकांश मानिस जन्मकै आधारमा धर्म र संस्कार अँगाल्छन् भने कतिपय बिकाउ भएका उदाहरण पनि छन् हामीसँग। अझ राजनीतिक दलका नेताहरूको धार्मिक आस्था र विश्वास कस्तो होला भन्ने धेरैको जिज्ञासाको विषय हुन सक्छ। आजको बिग न्यूजमा हामी प्रस्तुत गर्छौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको धार्मिक आस्था र जन्म कुण्डली अनुसार देउबाको राजनैतिक भविष्यवाणी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा प्रजातन्त्र स्थापनाको 3 दशकमा 3 पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्। सुदूर पश्चिमको विकट जिल्ला डडेलधुरा जिल्लाबाट राजनीति सुरु गरेका देउबाले पछिल्लो पटक कांग्रेस भित्रको कोइराला परिवारको विरासत तोड्दै पार्टी 2 कार्यकालका लागि कब्जा गरेको विश्लेषण पनि भइरहेको छ। 2004 साल जेठ